आज हामी परिवार है यो हाम्रो घर नजिकैको एउटा सानो डाँडो जस्तोमा आछौँ है। एकदमै विकट लेक जस्तै ठाउँ हो कि यो घर नजिकै हो। हामी प्रायः हिँड्दै आउँछौँ होइन। अनि यहाँ चाहिँ यो साकुरा यो फुल हेर्न आएको थियो। अब फुल त झरिसकेछ है, एकदम पानी पर्यो, हावाहुरी पनि चलिरहेको थियो। अनि आज चाहिँ यसो दिन राम्रो भएको भए यतातिर आएको। फुल झरिसकेछ, कुटी हो पाटी पौवा भने जस्तो कि ल कस्तो राम्रो छ है। यस्तो यो पुरै काठले बनाएको होइन। यो बस्ने ठाउँ पनि काठकै छ पुरै। अनि यो माथि पनि पुरै काठको होइन, कस्तो दामी छ कि ल, गोलो टाइपको। नेपालमा नि पाटी पौवा यस्तो चौतारो भन्ने कुराहरू हुन्छ, यहाँ चाहिँ धेरै देख्न पाइन्छ। ठाउँसम्म हामी यो स्ट्रोलर लिएर आएको थियौँ, बच्चाको बेबीका होइन, बेबी स्ट्रोलर। र यहाँसम्म पनि मजाले आउँछ कि आउँछ है। र जापानको सुकै ठाउँमा पनि बेबी स्ट्रोलर लिएर जाऊँ भनौँ भने नि जान सकिने ठाउँ छ कि। त्यही भएर अब कस्तो लाग्छ क्या, नेपालमा त अब मेन सिटीहरूमा पनि यसो बेबी स्ट्रोलरहरू त पुरै छोडिदिउँ, अब यो व्हिलचेयरहरू पनि राम्रोसँग लिएर जान सकिने ठाउँ पनि छैन होइन। जङ्गल साइडहरूतिर जाँदा पनि के चाहिँ अनौठो छ भन्दाखेरि यहाँ टोयलेटको व्यवस्था पनि छ कि, साथसाथै होइन खानेपानीको व्यवस्था पनि राम्रो छ कि यहाँ। यो चाहिँ धाराको ठाउँ है। र यो पुरै निःशुल्क आउँछ यो पानी। कस्तो मजाले आउँछ ल हेर्नु त। र यस्तो जङ्गलको कोइनहरूमा पनि पार्कहरूमा पनि यस्तो पानीको अब यो चाहिँ तपाईँ के खान सक्नुभयो कि। ओहो। र यो माथिको खरको घरमा चाहिँ यो जमानाको ट्रेडिसनल चिजहरू हेर्न पाइँदो रहेछ। म चाहिँ घरभित्र त छिरिनँ। ल यस्तो सब पुरै यो काठकोमा यस्तो भरे सिँढी परेको बाटो होइन। मलाई चाहिँ कस्तो आनन्द लाग्यो कि है, आफ्नै गाउँघरतिर हिँडे जस्तो। ल हेर्नु त ढुङ्गाको ल बाटो, कस्तो मजाको बाटो। यो घर हो। के अरे यसरी बस्थ्यो अरे भन्ने राम्रोसँग देखाएको होइन। यो चाहिँ पब्लिक टोयलेट हो। र यहाँ पनि पानीको व्यवस्था चाहिँ कस्तो राम्रोसँग गरेको छ कि यिनीहरूले होइन। ल पानीको व्यवस्था चाहिँ कस्तो मजाको छ। ल यो भयो, यो चाहिँ पिउने पानी भयो। यो चाहिँ पब्लिक टोयलेट है। ल यस्तो छ। यो चाहिँ हात धुने ठाउँ, यो पनि हात धुने ठाउँ अटोमेटिकै ल अटोमेटिक छ है। यो सेन्जाइ भयो। यो चाहिँ टोयलेट। ल टोयलेट पनि यस्तो राम्रो के ल यस्तो लाग्यो। यो चाहिँ एकदमै गाउँ जस्तै लेक जस्तै ठाउँको एउटा सानो पब्लिक यो पनि यस्तो राम्रो कि ल हेर्ने। ल बाहिरबाट यस्तो तरिकाले बनाएको काठको होइन। ल र यहाँ चाहिँ माछा छ है, ठुलो माछाहरू देख्न पाउँछ है यो पोखरीमा। नेपालीको पारा जाँग यस्तै यस्तै चाहिँ ल अरे पागलहरू हेर त। त्यो जापानिजले के भन्ला नै यहाँ पारा यस्तो छ ल अरे।